यदि कुनै दिन जिन्दगीको गोरेटोमा भेटेछ भने मलाई चाहिँ इग्नोर नगर्नु है, किनभने त्यति बेला मेरो कन्डिसन होइन राम्रो हुन पनि सक्छ नराम्रो हुन पनि सक्छ होइन, तर इग्नोर चाहिँ नगरिदिनु क्या। सो हेलो गाइज, दर्शन नमस्ते। सबैजनालाई सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला र सबैजनालाई स्वागत छ आजको न्यू भ्लगमा सबैजनालाई स्वागत छ। अनि म चाहिँ आज जाँदैछु भन्दैन, तोबा थारा मुड खराब गरिदियो। उही गरेर देखाउँछु सबैजनालाई, अनि कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला। सो आज हम है जंगल पे और हम जंगल में मंगल करने वाले हैं। जाएंगे आगे, देखेंगे क्या क्या मिलता है। बाघ भालू गैदा ऐसा नहीं मिलना चाहिए, क्योंकि ये मिल गया तो मैं नहीं बचूंगा बस। सो मैले धेरै दिन भयो कि अनि भ्लग बनाएको थिएन। आज चाहिँ एक्कासी मुड जाग्यो कि तलदेखि सुरु निक्लेर माथिसम्म आयो, त्यही भएर ल भाइ भनेर भ्लग बनाउन आएको। अनि सबै कुराहरू यस्तै हुन्। हाई कि म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, सबै आरामै हुनुहुन्छ होला, आरामै हुनु पर्यो होइन। अनि यस्तै हुन् जिन्दगी, हाँस्ने खेल्ने रमाउने। तर धेरै दिन भएको थियो कि ग्याप भएको, अनि त्यही भएर पनि आज बनाम कि भनेर घरमा पनि कति बस्नु, टक्क लुगा सुगा लगाएर होइन हिँडिदिनु लाग्यो। अनि आजको भ्लग कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला, नहेर्नु पनि किन होइन, देखाइसकेपछि त हेर्नु पऱ्यो, हालिदिइसकेपछि त हेर्नु पऱ्यो। ल म चाहिँ अब बाटोमा आइसकेको छु, अनि यहाँदेखि चाहिँ अटो पकेर जानुपर्छ। आजको दिन मेरो राम्रो होस्। अनि मेरो अगाडि चाहिँ त्यस्ता भुराभुरीहरू नभेट्यो, नत्र भने आज मैले ढुङ्गाले हान्ने बेर छैन। यही नहीं, अभी और सुनिए। होइन मान्छे यहाँ एक्लै हिँडिरहेको हुन्छ यार, उनीहरू पुरा अँगालो मारेर हिँड्ने हुन्छ नि टाइट। अटो चाहिँ उभिएको छ, हामी चाहिँ जानुपर्छ यहाँदेखि। ल फाइनली अटो आयो। अनि अघि मैले देखान्न भनेको थिएँ नि त हजुरहरूलाई। अनि यही हो, अस्ति नै पनि आएको थियौँ क्या यहाँ, अनि आज पनि फेरि आइदिएको। अरू जाने ठाउँ खाएन कि, अनि त्यही भएर पनि। सो अब यहाँ टिकट काट्नुपर्छ, टिकट आउनु त यहाँ। तर आज पनि त्यही भुराभुरीहरू नभेट्यौँ न। अनि कस्तो झ्याउ लाग्छ कि आफै एक्लै हुन्छ पुरा, उहाँ गर्लफ्रेन्ड लिएर आइडिया हुन्छ, दुःख लाग्छ नि। केही छैन, म एक्लै नै ठिक छु। मलाई कसैको साथ सपोर्ट कसैको पनि केही पनि चाहिएन, म एक्लै नै ठिक छु, म एक्लै नै रमाउन सक्छु। अनि त्यही हो। यहाँ आइसकेपछि कस्तो शीतल हुन्छ कि, पुरै यताउता जङ्गलहरू कस्तो होइन, भित्रको जङ्गलको माहौल हुन्छ नि त, र कच्चा चुरुङ्गीहरू अनि चिरबिर कराएको होइन। अनि क्या दामी लाग्छ कि, सुकुन भएर कस्तो एनर्जी फिल दिन्छ। अनि के लेखेछ, कोहलपुर, यहाँ पुरा ऊदेखि पनि देखेको छ कि कोहलपुर लेखेको। ठिक छ, एकदम दामी बनाउनु भएको छ सबैजनालाई होइन। अनि अहिले चाहिँ कोही छैन क्या, अनि पछि चाहिँ हुन्छ होला सबै। अस्ति पनि आएकै थिएँ नि त, त्यही पनि अहिले चाहिँ झुलङ्गा छिटो खेल्ने ट्राई गर्नु त होइन। एक्लै मजा आउँछ कि फेरि यस्तै। खासै मजा आएन। टिकटक बनाउने मान्छेहरू पनि आउनुभएको छ, सबै राम्री मान्छेहरू बनाइराख्नु भएको टिकटक। मलाई म आफ्नो भ्लग बनाउनुतिर लाग्छ, मलाई कुनै मतलबै छैन। अनि यो चाहिँ यहाँदेखि अस्ति पनि यहाँ माथि चढेको थियौँ कि, अनि फोटोसुट खिच्न पाएको थिएनौँ,
साथीहरू आएको भए झन् मजा आउँथ्यो होला, रमाइलो हुन्थ्यो होला। अनि एक्लै आएको छु, त्यति खासै रमाइलो पनि लाग्दैन होला, सबर भएन। अनि के छ एउटै ठाउँमा चाहिँ धेरै बस्नुहुन्न क्या। अनि अगाडितिर गएर पनि हेरौँ न कस्तो छ होइन, अगाडितिर कस्तो बनाएको छ भनेर। अस्ति न उहाँ चाहिँ केटाकेटी देखेर लाज भइरहेको थियो, आज चाहिँ सबै केटीहरू एक्लै देखेर लाज भइरहेको। मसँग हुँदा किन गरेको थिइस् भनेर उसले मेरो मायाको हिसाब खोज्यो। उसलाई के थाहा, उसको कारणले मेरो आँखाबाट आँसु झर्दा मेरो सिरानी भिजेको थियो भनेर। म चाहिँ मलाई छोडेको मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि, यदि कुनै दिन जिन्दगीको गोरेटोमा भेटेछ भने मलाई चाहिँ इग्नोर नगर्नु है। किनभने त्यति बेला मेरो कन्डिसन होइन, राम्रो हुनु पनि सक्छ, नराम्रो हुनु पनि सक्छ होइन, तर इग्नोर चाहिँ नगरिदिनु क्या। अर्कै लाग्छ कस्तो दुःख, कस्तो होइन, पहिला बोलेको मान्छे अनि देख्दाखेरि भेट्दाखेरि अब नबोल्दाखेरि अर्कै लाग्छ नि। अझै पनि याद आउँछन् कि ती पहिलाको यादहरू, बोलेको सबै कुरा गरेको होइन। त्यही भएर पनि मलाई इग्नोर चाहिँ नगरिदिनु, बरु घृणाले बोलिदिनु केही भएन। म बरु सहनी छु सबै कुराहरू, किनभने सबैको नराम्रो वचनहरू सहने मलाई बानी परिसक्यो। म तिम्रो पनि सहिदिन्छु केही भएन। अनि मलाई इग्नोर चाहिँ नगरिदिनु, बरु घृणाले नै बोलिदिनु, तर 2 वचन बोलिदिनु, म त्यतिमै खुसी हुनेछु। मलाई चाहिँ इग्नोर चाहिँ नगरिदिनु। अर्को कुरा, यदि म बोल्न आएको छु भने त्यो त एक्स हो पहिलाको मेरो भनेर चाहिँ नभनिदिनु। अनि एक्स भन्दाखेरि कस्तो अप्ठ्यारो लाग्छ कि अर्कै लाग्छ। कुनै दिन माया गर्थेँ नि त मैले पनि तिमीलाई, तिमीले पनि मलाई माया गरेको थियौ। अनि त्यही भएर पनि अझै यादहरू आउँछ होइन हाम्रो कुराहरूको। मलाई चाहिँ इग्नोर चाहिँ नगरिदिनु, अनि यही भन्छु। आजको भ्लग चाहिँ यति नै हजुरहरूलाई। अनि कस्तो लाग्छ भनिदिनु होला। साथीहरू पनि थिएनन् नि त, अनि के बोलौँ लागिरहेको थियो। अनि कुरा पनि आएन खासै, धेरै त्यति भ्लग बनाउन पनि आउँदैन। अनि कस्तो लाग्यो भनिदिनु होला। साँझ अब यहाँदेखि चाहिँ हामी हिँड्नुपर्छ अब। अनि त्यस्तै त अनि